गाइज, आज हामी आइरहेको छौँ ड्याम साइडमा पोखराको रमाइलो वातावरणसँगै आनन्द रमाइलोको वातावरण बस्नुलाई ठाउँहरू घुम्न आउन एकदमै राम्रो ठाउँ छ। यहाँ तपाईँहरू पनि आउनु होला। यस्तो रमाइलो ठाउँ छ। यहाँ बोटिङ गर्न पर्यो भने नि बोटिङहरू छ, बोटिङ गर्न मिल्ने ठाउँ। ड्याम साइड एकान्त कुनामा बसेर आरामले रमाइलो छ। हजुरहरू पनि आउनु होला। आज हामीहरू पनि केटाकेटी लिएर म पनि ड्याम साइडमा आइरहेको छु। पारी कुनातिर साथीहरू बोटिङ गरिराख्नु भएको छ। म चाहिँ बसेर यहाँ तपाईँहरूलाई ब्युटिफुल पोखराको ब्युटिफुल फेवाताल देखाइरहेको छु। यो फेवाताल मेरो केटाकेटीहरूलाई यी फेवातालमा ढुङ्गा हानिरहेछन्। फिसिङ गर्ने रे उनीहरूले। फिसिङ गर्न त मिल्दैन। फिसिङ गर्न ओए बिस्तारै सानो बिस्तारै तालमा गइन्छ नि फेरि। ओइ बेबी तल उ छ, यहाँ तल बोटहरू छ। बोटमा ढुङ्गा नपारिदेऊ सानो। अहिले अङ्कलहरू आउनुहुन्छ नि फेरि बोटिङबाट तिमीहरूलाई सोटिङ गरिदिनुहुन्छ फेरि। ल गाइजहरू पोखराको फेवातालमा आएर आनन्दसँग बस्नु होला। हजुरहरू पनि आउनु होला। यति राम्रो छ। यो त ड्याम साइड हो। तालबाराई त धेरै टाढा छ, माथि छ। हामी आज ड्याम साइडमा आएको छौँ। तालबाराई हामी अस्ति गइरहेको थियौँ। ल बैबीहरूले ढुङ्गा फालिरहेछ हो। धुम चाले गर्दैछन् बच्चा बच्चीहरू। जस्ट लाइक अ वाउ। पोखरा आयो भने आनन्दमय ठाउँ के। जानेर बसौँ भने पनि जसरी बसौँ भने पनि शान्त वातावरण आनन्द। अहिले बेलुकीको टाइम भएको छ। सन चाहिँ ठ्याक्कै हाम्रो सन फेसमै परिरहेछ। यति राम्रो आनन्द हरियो जङ्गल पानी यस्तो राम्रो ताल ब्युटिफुल। कसलाई मन नपर्ला पोखरा त। प्राय मन नपर्ने मान्छे को हुनुहुन्छ होला र पोखरा सबैलाई मन पर्छ होला। मलाई जान त मुगु मन लागेको रारा हेर्नलाई, तर पोखरा पनि एकदमै मन पर्यो मलाई। म आएको आज 5-7 दिन भइसक्यो। म पोखरा घुमिरहेको छु। हरेक ठाउँ गइरहेको छु। पोखराको एकदमै रमणीय ठाउँहरू मलाई मन पर्यो गाइजहरू। हजुरहरू पनि आउनु होला। यसरी बोटिङ गर्दै आहा यति राम्रो जङ्गल, यति घना जङ्गल भित्र मृगहरू पनि कराइरहेको हुन्छ। बेला बेलामा मृगको आवाज आइरहेको हुन्छ। यस्तो राम्रो छ कि ब्युटिफुल। त्यो उता बोटतिर नहान है सानो। ल हेर न कसरी उहाँ ठ्याक्कै सन उ भयो के क्यामेरामा सूर्य पर्यो। है